नमस्कार यहाँहरु सबैलाई नमस्कार। सम्पूर्ण लिम्चुङवासीलाई नमस्कार र सम्पूर्ण लिम्चुङवासीले सुन्नै पर्ने र बुझ्नै पर्ने पालिकाको सन्देश लिएर यो भिडियोमा हामी उपस्थित भएका छौं। मेरो साथमा पालिका उपाध्यक्ष हुनुहुन्छ, यसैगरी चाहिँ हाम्रो पशु प्राविधिक चाहिँ साथीहरु हुनुहुन्छ र हाम्रो पछाडी यहाँ हाम्रो चाहिँ पशु गाई हैन गोरुहरु पनि छ। र विशेष गरेर यो विश्व स्वास्थ्य संगठनले चाहिँ नेपालबाट निर्यात हुने जो मासु जन्य र दूध जन्य कुरालाई चाहिँ यो खुरेत भन्ने रोगको कारणले गर्दाखेरिमा समस्या भएको कारणले गर्दा यो खुरेत रोगलाई उन्मूलन गर्नुपर्ने जुन कार्यक्रम अन्तर्गत चाहिँ यो सम्पूर्ण लिम्चुङवासीहरूले आफ्नो घरमा पालेका जो गाई भैँसी छ त्यसलाई चाहिँ यो खोप लगाउनु पर्ने रहेको छ। र यसको उद्देश्य चाहिँ तपाईको गाई भैँसीहरुमा खुरेत रोग विरुद्धको निशुल्क खोप लगाऊ भन्ने अभियान रहेको छ र यसको मुख्य उद्देश्य चाहिँ पशुजन्य पदार्थको निर्यातमा टेवा पुर्याई कृषकलाई आर्थिक रूपले समृद्ध बनाऊ भन्ने यो चाहिँ यसको आशय रहेको छ। त्यसले खुरेत रोग विरुद्धको निशुल्क खोप शुभारम्भ कार्यक्रम आजैको मितिबाट भएको छ र यस पछाडी हामी यहाँ इन्जेक्सन पनि लाउने काम हुन्छ र यसको अवधि 1 महिना रहनेछ। 1 महिना भनेको कहिले भन्दा आज कार्तिक 23 गते आजकै मितिबाट 1 महिना भनेपछि मंसिरको 23 गतेसम्म। फेरि भन्छु, आज कार्तिक 23 गते आजबाट सुरु हुन्छ, अहिले नै सुरु हुन्छ र आजबाट अहिलेबाट चाहिँ मंसिरको 23 गतेसम्म चाहिँ सम्पूर्ण पालिकावासीहरूले आफ्नो घरमा पालेका जो गाई भैँसी छ ती सबैलाई चाहिँ तपाईको चाहिँ यो खुरेत रोग विरुद्धको खोप लगाइसक्नु पर्ने रहेको छ। यो तपाईहरु सबैलाई जानकारी गराउन चाहन्छु। यो भिडियो जसले हेर्नुहुन्छ प्रवासमा हुनुहुन्छ भने पनि आफ्नो घरको मान्छेलाई फोन गरेर तपाईको चाहिँ ओडाको पशु प्राविधिक पालिका ओडामा चाहिँ समन्वय गर्नुस्। यसको भूमिकामा हाम्रो ओडा अध्यक्षज्यूहरु, ओडा सदस्यज्यूहरु, पालिका तर्फबाट हामी सबै भूमिका खेल्छौं र यो खोप सञ्चालनको कुरा मैले भनेले 1 महिनाको हुनेछ र विशेष गरेर सहयोग तथा समन्वय चाहिँ यो भेटनरी अस्पताल तथा पशु सेवा विज्ञान केन्द्र उदयपुर रहेको छ। यसैगरी अर्को सहयोग तथा समन्वय चाहिँ उद्योग कृषि तथा सहकारी मन्त्रालय, पशुपक्षी तथा मत्स्य विभाग निर्देशनालय कोशी प्रदेश विराटनगर रहेको छ भने मुख्य आयोजक चाहिँ लिम्चुङ गाउँपालिका गाउँ कार्यपालिका कार्यालय 12 उदयपुर रहेको छ। यो कुरा जानकारी गराए। मेरो हातमा यो खोप रहेको छ। म प्राविधिक साथीहरुलाई चाहिँ म यो खोप पनि म हस्तान्तरण गर्छु र तपाईहरुले अहिले भर्खरै चाहिँ यहाँ इन्जेक्सन दिन पनि म अपिल गर्न चाहन्छु। उपाध्यायलाई राख्न अनुरोध गरे र हजुरले अलिकति यहाँ सहयोग गरिदिनुस् र तपाईहरु तयारी गरेर यहाँ खोप पनि लगाउनुस् र हाम्रो सरलाई म अनुरोध गरे। ल आउनु मिना हेर्नु कैलाश दाजु गोरु त समाउनु पर्यो ल झ्याप हैन पर्दैन छाच्चा हानिहाल्छ होला डाक्टरहरु पशुको डाक्टरहरु हैन। आज बिहान माथि नलगेको मात्रै म बस्नु दिन्छु माथि उपर गरेछ त्यति बदल ए पारेको नन त के यो मान्छे आउनु त्यसो पार्दैन नउसन पशुको डाक्टरहरुले यसको स्याम्पल पनि जान्छ पछि अब अहिले चाहिँ खोप मात्रै लगाइन्छ 20 वटा स्याम्पल चाहिँ हामीले रगतको पनि लिन्छ। स्याम्पल लिएर पछि गएर अहिले भ्याक्सिन लाउनुभन्दा अगाडि लियो अनि पछि ल निरोगी भइसक्यो। यो इन्जेक्सन भित्र खुरेत टाप 2 डोज लगाएपछि अब वार्षिक रूपमा लाउनु पर्यो। त्यसपछि ल यता अलिकति सर देखाउनु त। अब अहिले चाहिँ यहाँ इन्जेक्सन लाउने काम भइरहेको छ। खुरेत विरुद्धको खोप यो निशुल्क रहेको छ र यो चाहिँ 2 चरणमा हुनेछ। यो मंसिरको आजको मितिबाट यो कार्तिकको 23 गतेबाट मंसिरको 23 गतेसम्ममा 1 महिना पहिलो चरणको लगाइसकिनेछ अनि पछि दोस्रो चरणको फेरि लगाइनेछ। त्यतिखेर हामी यसरी नै तपाईहरुलाई सूचना प्रवाह गर्नेछौँ। तपाईहरु भने आफ्नो घरको चाहिँ गाई भैँसीलाई चाहिँ खोप लगाउनको लागि ओडा कार्यालयमा र पालिकामा ओडाको चाहिँ प्राविधिक साथीहरुलाई र पालिकाको पशु प्राविधिक साथीहरुलाई सम्पर्क गर्नलाई सल्लाह गर्न थाल्नु होला। धेरै धेरै धन्यवाद छ। नमस्ते। दुखै सक्यो अब बढ्यो म चाहिँ
मार्दैन